बनाऊ, सरसफाइ अपनाऊ, सभ्य समाज बनाऊ। धन्यवाद सञ्चालकज्यूलाई, आदरणीय सभाध्यक्षज्यू, मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नु भएका गुरुवर्ग, मसँगै प्रतिस्पर्धा गर्नुहुने प्रतिस्पर्धी साथीहरू, समय पालकको निर्वाह भूमिका गर्नुभएको समय पालकज्यू, दुधको दुध पानीको पानी छुट्याइदिनुहुने निर्णायक मण्डल तथा यहाँ उपस्थित आदरणीय अग्रज व्यक्तित्वमा म कक्षा 7 मा अध्ययन छात्रा साधनी खड्काको तर्फबाट र श्री बाल शिक्षा मावि गैनेनाको तर्फबाट स्वीकार होस् न्याय अभिवादन। आज मिति 2083 साल 2 महिना 24 गते त्रिवेणी गाउँपालिकाको वार्ड संस्थाले सञ्चालन गर्न गइरहेको पालिका स्तरीय अन्तर् विद्यालय माध्यमिक तह वक्तृत्व कला प्रतियोगितामा आज म स्वच्छ पानी र स्वच्छता सभ्य समाजको पहिचान भन्ने महत्त्वपूर्ण विषयमा आफ्ना विचारहरू प्रस्तुत गर्न चाहन्छु। माननीय उपस्थित महानुभावहरू, हामी सबैलाई थाहा छ, पानी बिना जीवन सम्भव छैन।